हेलो गाइज, नमस्ते एभ्रिवान है। करे समादेश ट्रेडिङमा मैले लगभग 10 वर्ष बिताएँ होइन। धेरै लस गरेँ मैले पनि। आजभोलि मैले एउटा मास्टर स्किल सिकेको छु है। सबको आफ्नो कहानी हुन्छ होइन। ट्रेडिङ जोर्नीमा तपाईँले एउटै मात्र स्किल सिक्नुभयो भने पनि सक्सेस हुन सक्नुहुन्छ, तर एकदम डिसिप्लिनमा बस्नुपर्छ है। जस्तो कोइन एउटै भए इनफ हुन्छ है। तपाईँको फ्युचर ट्रेडिङ अब मैले गरेर लागेको पनि लगभग धेरै नै भइसक्यो होइन। बाइनान्स रजिस्टर गरेको मेरो एकाउन्ट 7 वर्ष भइसक्यो। तपाईँको कस्तो भन्दा यसरी जस्तो मैले बाइनान्स बिएनबी कोइनमा ट्रेड गर्छु। जस्तो बिएनबी युएसडिटी है गरेर तपाईँको कति फर इक्जाम्पल यहाँ 631.57 मा चलिरहेछ होइन। 631.57 मा चलिरहेको छ बिटिसी। यसरी मैले प्रत्येक एक डलर डाउन हुँदाखेरि पोजिसन लगाएर बसेछु। यसरी हेर्नुहोस्, जस्तो 631 भयो, 626 यो युएसडिटी र मैले युएसडिसीमा पार्ट 50% फन्ड पार्ट डिभाइड गरेर इन्भेस्ट गरेको छु है। जस्तो तपाईँले सुरुदेखि हेर्न सक्नुहुन्छ। जस्तो बिएनबी युएसडिसी छ 625 मा एउटा अर्डर, 624 मा एउटा अर्डर, यसरी पोजिसन 23 मा 22 मा यो दुई डलरको ग्यापमा, एक डलरको 21 मा। यसरी तपाईँको आफूसँग फन्ड अब कति क्यापिटल छ त्यही अनुसारको। जस्तो 131 मा चलिरहेछ, मैले 131 130 मै अर्डर लगाइदिएको छु है। 631 27 28 30 एक डलरको ग्यापमा। अब यस्तो गर्दाखेरि के हुन्छ भन्दा चार्ट अब बिटिसी क्रिप्टो कति पर्सेन्टले अप डाउन हुन्छ भनेर झ्याप्प अब टाइम लाग्छ। 10% डाउन अप डाउन हुनको लागि मतलब पहिले अब ठ्याक्कै डाउन हुने बित्तिकै हाम्रो पोजिसन अटोमेटिक छोइदिन्छ क्या। अब यसरी लगाएपछि है। अब जस्तो यहाँ हेर्नु, मैले 4वटा पोजिसन एउटा एलटिसी र बिएनबीमा लगाएको छु है। बिएनबीको अर्डर एन्ट्री प्राइस कति छ भन्दा 632 44 डलर छ। यो अर्को बिएनबी युएसडिसीमा 632.50 56.96 डलर। अब तपाईँको अहिले कतिमा चलेछ भन्दा 631 छ। मेरो 30 मा पनि अर्डर छ, 29 मा पनि अर्डर छ। गर्दा गर्दा मेरो 500 सम्म अर्डर छ। अब बिएनबी कोइन भनेको 500। अब चार्ट हेरे अनुसार तपाईँको 0 सम्म पनि तयारी चाहिँ 0 सम्म गर्नुपर्छ होइन। मैले कति यो 400 सम्म एक हप्ताको चार्ट तपाईँले यो 499 सम्म आएको छ। 499 डलरसम्म हुँदाखेरि 500 सम्म म तयारी भएर बसेको छु है। एक डलर घट्दै जान्छ, मेरो अटोमेटिक इन्भेस्ट भइरहेको हुन्छ। जब पनि गर्नु पर्यो होइन। यसले गर्दाखेरि अब राति कतिखेर क्र्यास हुन्छ मार्केट थाहा हुँदैन। तर अलरेडी यसरी 100वटा 100 पोजिसन ओपन गरेर राख्दाखेरि तपाईँको एक डलरको ग्यापमा 50% बिएनबी र बिटिसी युएसडिटीमा 50% डिभाइड गरेर अर्डर पोजिसन अर्डर लगाएर बसेको छु। 4वटा पोजिसन अर्डर छ। यो एलटिसीमा चाहिँ मैले पहिला मार्केट कति इन्भेस्ट गरेको, यो अहिले यो पनि लगभग रिकभरी फेसमा आउन लागिसकेको छ। त्यस्तै बिएनबीमा चाहिँ एकदम डिसिप्लिनमा चाहिँ बस्नुपर्छ होइन गाइजहरू। यसरी अर्डर लगाएपछि यो राति सुत्दा पनि तल झर्दाखेरि 31 छ। अब 30 आउनलाई टाइम लाग्दैन। झ्याप्प क्र्यास हुन्छ, मतलब मार्केट झ्याप्प डाउन हुँदाखेरि अटोमेटिक अर्डर लगाएर यसरी छोडिदियो भने आफै बाई गर्छ। अनि यो तपाईँको स्टेबल मार्केटमा नि काम लाग्ने, एकदम क्र्यास मार्केटमा नि काम लाग्ने होइन। जतिखेर पनि के मार्केट कतिखेर डाउन हुन्छ थाहा हुँदैन नि त। यसरी गर्दाखेरि मैले लगभग
यो फर्मुला मलाई पत्ता लगाउनलाई 11 वर्ष भनौँ न, अहिले त 11 वर्ष भइसक्यो। यसरी 32, 16 यो डेट सहित हेर्न सक्नुहुन्छ होइन। $1.45 आजभोलि म 0.10 सेन्टमा पनि 10 रुपियाँ नि खुसी हुन्छु है। 3, 2, $7 अब 20, 14 होइन। प्रफिट चाहिँ मैले बुक गरिरहन्छु क्या, थोरै होस् 1, 2 जति भए पनि यसरी है। यो 3 महिनाको क्यापिटलमा कुनै पनि एक दिन पनि कुनै पनि लस भएको छैन क्या। यसरी यो स्ट्रेटेजी युज गर्दाखेरि तपाईँको आफैले बनाएको मेरो आफ्नो फर्मुला हो। 0.10 सेन्ट 15 रुपियाँ हुने बित्तिकै म बुक गरिहाल्छु, त्यहाँभन्दा लोभ गर्दिनँ। तपाईँको हेर्नु अब कहिले $100 पनि हुन्छ, कति $10 पनि हुन्छ, 26, 5, 10, 27 छ है। 76, 35, 0.20 यसरी गर्दाखेरि गाइजहरू पोजिसन अर्डर र पोजिसन ट्रेडिङ पनि भन्छ है। तपाईँको 1x मा गर्दाखेरि तपाईँको राति निन्द्रा पनि राम्ररी लाग्छ। 1x भन्दा बढी चाहिँ नजानु होला फ्युचरमा, एकदम मान्छेले इमोसनलै कन्ट्रोल गर्न सक्दैन है। ओके, यति भन्दै थ्याङ्क यू होइन, लामो हुन्छ यो मेरो खास पुरै सो गर्न खोजेको त होइन, नर्मल फ्ल्यास मात्र होइन। नर्मली यसरी चाहिँ मैले ट्रेड गरेछु भनेर अनुभव बताएको।